नमस्कार सम्पूर्णमा। आजको यस श्रृङ्खलामा हामी वर्तमान कालबारे जान्नेछौँ। पहिलाको हाम्रो भिडियोमा मैले भूतकालका बारेमा भनिसकेको छु, तपाईँहरूले राम्रोसँग जान्नु भइसकेको छ र तपाईँहरूले वेबसाइटबाट पनि विभिन्न अभ्यासहरू गरिसक्नु भएको छ भन्ने आशा छ। वेबसाइटबाट तपाईँले एकदम सृजनात्मक तरिकाले आफूलाई सजिलोसँग बुझ्ने गरी तपाईँले हेर्न सक्नुहुनेछ हाम्रो भाषा लर्न वेबसाइट। र आजको श्रृङ्खलामा हामी वर्तमान काल सुरु गर्नेछौँ है त। अब वर्तमान काल भनेको के रहेछ त मैले परिचय खण्डमा पनि भनिसकेको छु, अर्को पहिलाको भिडियोमा पनि अघिल्लो भिडियोमा पनि मैले बताइसकेको छु। अहिले भइरहेको जुन पनि समय हुन्छ नि, अहिले भइरहेको जति पनि घटनाहरू हुन्छ, कुरा विषयहरू, यी यावत कुराहरू चाहिँ वर्तमान काल अन्तर्गत पर्छन् है त। अहिलेका घटनाहरू के भयो त वर्तमान काल। वर्तमान भन्नुको अर्थ नै के रहेछ त अहिलेको, आधुनिक भन्ने रहेछ। अब काल भनेको समय भइहाल्यो होइन। उदाहरण के सिर्जना गर्न सकिन्छ त, म खाना खान्छु, यो छ, छु, छन्, यस्तो क्रियापदहरू लायो भने चाहिँ वर्तमान काल हुँदो रहेछ है त। बुझ्नुहोस् तपाईँहरू, यस्तो छ, छन् होइन। अब रबिनले चिठी लेख्छ, रबिनले गीत गाउँछ, छ होइन। उनीहरू गीत गाउँछन्, उनीहरू विद्यालय जान्छन्, हामी विद्यालय जान्छौँ, यस्तो क्रियापदहरू छ भने चाहिँ अहिले भइरहेको कुरालाई बुझाउँछ, जसले चाहिँ वर्तमान काललाई सङ्केत गर्छ है। अब यसको पनि हामी पक्षबारे कुराहरू, अब सामान्य पक्ष, सामान्य वर्तमान भनेको त हामीले कुरा गरि नै सक्यो होइन। त्यो अब अघि मैले जति 5-6वटा उदाहरण दिएँ नि होइन, 4-5वटा उदाहरण दिएँ होला, त्यो भनेको सबै सामान्य वर्तमान भनेको नर्मल रूपमा छ, छन् यस्तो मात्र आयो भने चाहिँ त्यो त के रहेछ त सामान्य वर्तमान रहेछ। म खाना खान्छु, उनीहरू घर जान्छन् है, सामान्य वर्तमान है, सामान्य छ, सामान्य वर्तमान सबैभन्दा सामान्य छन् है। अब त्यसै गरी अब बाँकी दुईवटा पक्ष के छन् त, एउटा भनेको पूर्ण वर्तमान भयो, भनेको पूर्णमा चाहिँ मैले भूतकालमा पनि भनेँ नि, पूर्ण पक्षमा चाहिँ के जोडिन्छ अरे, धातुमा एको एका एकी। याद गर्नुहोस् है, याद गर्नुहोस्, धातुमा एको एका एकी जोड्यो भने के हुन्छ त पूर्ण पक्ष हुन्छ भनेको। अब वर्तमानको सन्दर्भमा अब कुरा गर्नु पर्यो, वर्तमानको सन्दर्भमा के हुन्छ त, अब म खाना, मैले खाना खाएको छु है। म खाना खाएको छु भन्दा नि मैले खाना खाएको छु, वाक्य अलि सार्थक हुन्छ नि त। मैले खाना खाएको छु, यसमा खाएको खा धातुमा एको प्रत्यय लगायो भनेपछि पूर्णलाई सङ्केत गरिहाल्यो, पक्ष चाहिँ पूर्णलाई सङ्केत गरिहाल्यो। अनि छु क्रियापदले केलाई सङ्केत गर्यो त, भइरहेको कुरालाई सङ्केत गर्यो नि, भनेपछि कुन काल भयो त वर्तमान काल भयो है। बुझ्नुभयो होइन। त्यसै गरी बहुवचनमा भनौँ ल, हामी विद्यालय गएका छौँ, हामी विद्यालय गएका छौँ। अब गएकाले केलाई सङ्केत गरे त, जा धातुमा एका प्रत्यय लाग्यो है, एका भन्ने आयो नि त होइन, एका भन्ने प्रत्यय आयो क्रियापदमा है, भनेपछि केलाई सङ्केत गर्यो त पूर्ण पक्षलाई सङ्केत गर्यो। अनि छौँले चाहिँ केलाई सङ्केत गर्यो त, बहुवचन भनेपछि छौँ भइहाल्यो, छौँले चाहिँ केलाई सङ्केत गर्यो त वर्तमान काललाई सङ्केत गर्यो भनेपछि ल सजिलो भयो नि त होइन बुझ्नलाई। भनेपछि के हुँदो रहेछ त, धातुमा एको एका एकी जोड्यो भने चाहिँ पूर्ण पक्ष हुँदो रहेछ। यो मैले अघिल्लो भिडियोमा पनि भनिसकेँ भूतकालको सन्दर्भमा है। अनि छ, छन् आज नयाँ भनेको यही मात्र हो, वर्तमान कालमा छ, छन्, छौँ, छे यी क्रियापदहरू प्रयोग हुन्छ, यो नयाँ भनेको यही मात्र हो है त। अनि अर्को प्रकार के रहेछ त, हामीले पहिला भूतकालमा पनि डिस्कस गरिसकेको के रहेछ त अपूर्ण वर्तमान है। अपूर्ण भनेको के हो त, पुरा नभएको, फेरि पनि मैले भने अपूर्ण पुरा नभएको। अनि त्यसमा के प्रत्यय लाग्छ भनेको थिएँ मैले, याद गर्नुहोस् त, तै र दै होइन। अब हामीले सहजताका लागि तैलाई चाहिँ हामीले नेग्लेक्ट गर्यो है, भाषामा पनि त्यति प्रयोग गरिँदैन, तर गर्दा केही फरक पर्दैन है त। बस्दै भनेर भन्न सक्यो होइन, सक्दै होइन, बस्दै भन्न सक्यो, तर नर्मल्ली चाहिँ हामीले बस्दै सक्दै नै भन्छौँ नि त होइन, त्यति तै प्रयोग गरिँदैन बोलीचालीमा पनि। त्यसैले तैलाई हामीले पहिला पनि मैले नेग्लेक्ट गरौँ भनिसकेको थिएँ सहजताको दृष्टिकोणले, अब अहिले पनि हामी त्यसलाई नेग्लेक्ट गर्छौँ। हामी खाना खाँदैछौँ है, भनेको खाना अहिले खाइरहेका छौँ नि त होइन, खाइरहेका छौँ भनेपछि खाँदैछौँ भन्नु पऱ्यो नि त होइन, पुरा भएको छैन, खाइरहेका छौँ है। पुरा भएको छैन भनेपछि दैले चाहिँ केलाई जनायो त अपूर्ण, पुरा नभएको अपूर्णलाई जनायो होइन, दै प्रत्यय लागि के भयो त अपूर्ण। अनि छौ प्रत्यय, छौ भन्ने क्रियापद है, प्रत्यय होइन, क्रियापदले चाहिँ केलाई जनायो त वर्तमान काललाई जनायो है। अनि अर्को उदाहरण पनि हेरौँ ल, म घर जाँदैछु भनेको गइरहेको छु, पुगेको त छैन घर है, जाँदैछु होइन, वर्तमान कालमा गइरहेको छु होइन, पुगेको त छैन है। भनेपछि यो के भयो त वर्तमान, त वर्तमान छुले भएपछि वर्तमान भयो। अनि अपूर्ण भने अपूर्ण पक्षले चाहिँ केलाई जनायो त तै अथवा दै प्रत्यय, दै प्रत्यय भनौँ न होइन, धातुमा दै प्रत्यय लगायो भने चाहिँ के रहेछ त अपूर्ण पक्ष रहेछ, हामीले पहिला पनि डिस्कस गरिसकेका छौँ। अब आज नयाँ कुरा चाहिँ के सिकियो भन्दाखेरि नि होइन, वर्तमान काल भनेको चाहिँ अहिलेको समय भयो, यो मैले त पहिल्यै भनिसकेको, नयाँ केही पनि होइन। अनि प्रत्यय धातु चाहिँ क्रियापद चाहिँ के लाग्छ त, क्रियापद चाहिँ छ, छन्, छौँ, छे है,
यी क्रियापदहरू छबाट जति पनि क्रियापदहरू बन्छ नि त्यो चाहिँ अन्तिममा लायो भने त्यो वर्तमान काल रहेछ। त्यति हामीले बुझिसक्यौँ। अब पक्षको बारेमा त हामीले पहिले डिस्कस गरि नै सक्यौँ है त। हस्, आजलाई यति। अब अर्को भिडियोमा चाहिँ हामी भविष्यकाल बारेमा चाहिँ छलफल गर्नेछौँ। अहिलेलाई यति गर्छु। हस्, धन्यवाद। हाम्रो वेबसाइटलाई हेर्दै गर्नु होला।